हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग गाइज। आज चाहिँ म धेरै पछि भ्लग बनाउँदैछु होइन। हिजो बिहान होइन आज बिहान दिगपेलबाट यता ऊ आइपुगेको गाउँ आइपुगेको अनि अहिले चाहिँ हामी खोला खोला जाल हान्नु हिँड्दैछौँ गाइज होइन। त्यही हो, खोलामा आज जाल हानेर जाल भोलि बिहान निकालिन्छ। अनि यता दुईवटा केटाहरू छ। सो त्यही गाइज, अब चाहिँ हामी आधा बाटो जति आइपुग्यौँ होइन। बाटो नि अलिक भिड टाइपको छ कि यस्तो एकदम अप्ठ्यारो हो क्या भन्दा केटा यस्तो पुरै भिड टाइपको छैन। यहाँबाट खोला पुग्नु चाहिँ गाइस हामीलाई त्यस्तै कति मिनट जति लाग्छ हो। 15 मिनट त फिक्स नै हो, 15 मिनट जति त लागि नै हाल्छ। खोला खोलाकै छेउमा आइपुगिसक्यौँ। हाम्रो केटोले यहाँ जो कल धाराबाट एकदम कडकवाला पानी पिउँदैछ। नफाल्ने पानी त महँगो हो त। त्यही हो, खोला अब यहीँ तल्लोमै छैन गाइस। खोला त्यहीँनिर हो, यहाँ स्वाँ गरेको पनि सुनिरहेको होला तपाईँहरूले। हामी चाहिँ तल ओल आइसक्यौँ। अघि हामी भएको चाहिँ लेक भनिन्छ, यहाँ चाहिँ अलिक तलै हो अनि ओल भनिन्छ यता चाहिँ। गाई चाहिँ यहाँ चाहिँ खोला छेउमा सुन्तलाको बोट छ कि यता हेर्नु हेर्नु त। यहाँ म चाहिँ सुन्तला टिप्न आएको तर अलिक माथि माथि छ कि छैन हौ, देखिँदैन त, पर भएको जस्तै लागिरहेको थियो। तल्लो बोटमा रहेछ, तल्लो बोटमा चाहिँ रहेछ गाई चाहिँ यता यहाँ रहेछ एउटा। अनि यता खासै सुन्तला छैन रहेछ गाई। मैले मैले चाहिँ सुन्तला चाहिँ लट्ठीले हानेर झारेको होइन। यति सानो छ, सानो माथिबाट साउलीले घर धनीले देखाउने मार्छ। हाम्रो यो केटो चाहिँ अहिले भर्खर आउँदैछ है। गाई हामी चाहिँ उलाइसक्यो, खोलाइसक्यो। यति ठुलो फराकिलो पुल चाहिँ यस्तो गर्नुपर्छ। अरू चाहिँ अलिक सानो पुल हुन्छ, यो चाहिँ अलिक ठुलो खालको पुल छ होइन। अनि हाम्रो यता दुईवटा केटाहरू जाँदैछ। खोला बबाल छ गाई खोला। यो खोलामा चाहिँ आज हामी माछा थाप्ने हो। यस्तो भयङ्कर छ खोला, तर घटेछ हौ अस्तितिर भन्दा। जो खोला ठुलै थियो त्यो बबाल देखिन्छ खोला। अब चाहिँ हामी खोला आइपुगिसकेका छौँ होइन। अब चाहिँ हामीले जाल थाप्ने काम चाहिँ सुरु गरेका छौँ। जाल चाहिँ हामी यसरी थाप्छ है, दुईपट्टि ढुङ्गा बाँध्ने अनि बिचमा चाहिँ यो जालले चाहिँ पानीमा यताउता टाग्नुपर्छ। अब हेर्नुहोस् यसरी थाप्नुपर्छ जाल चाहिँ। माछा चाहिँ यसरी थाप्नुपर्छ होइन। जाल हाल्नु गइसक्यो खोलामा। पानी चाहिँ त्यसरी चिसो छ तर पनि के गर्नु, अब माछा थाप्नै पर्यो। एउटा ढुङ्गा त्यसरी फाल्नुपर्छ अनि एउटा ढुङ्गा यताबाट हाल्नुपर्छ अनि त्यसरी छोड्नुपर्छ। अनि यो छोडेको जाल चाहिँ भोलि बिहान मात्र निकाल्नु आउनुपर्छ। गाई अब चाहिँ हामी चाहिँ हाम्रो फर्स्ट जाल हानिसकेर सेकेन्ड जाल हान्नु जाँदैछौँ होइन। सेकेन्ड जाल नि केटाहरूले हानिसक्यो होला सायद। हान्ने केटा यता छ, एक्सपर्ट केटा छ, यो चाहिँ एक्सपर्ट। यो सिक्दै गरेको भर्खर एकदम नयाँ नयाँ। हाम्रो केटोले गाई ढुङ्गा हाल्दैछ जाल हान्नुलाई चाहिँ। गयो गयो केटो गयो। यता यसले हाल्दैछ गाई, यता यसले हाल्दैछ होइन। पानी एकदम चिसो छ, त्यही केटाहरू जोसिएर गइरहेछ। माछा कति पर्ने हो देख्नुभयो होला नि त गाई। ढुङ्गा हालेर टक्क ढुङ्गा फालिदिने हो। पानीले केटो तर्सियो। यहाँ हाम्रो केटो सिक्दैछ, यो केटो जाल हान्नु गाई गर्छ केटोले। हानेर देखाइदिए त। फेरि गयो केटो अर्को जाल हान्नु। जस गाइस केटाहरू जाल हान्नुमा चाहिँ एकदम एक्सपर्ट छ, बबाल। टक्क टक्क मिलाएर हाल्छ केटाहरूले, त्यो कामै बिग्रिँदैन। तर माछा चाहिँ कति पर्छ थाहा छैन होइन। भोलि बिहान हेरेर हेर्नुपर्छ अनि मात्र थाहा हुन्छ। ल गयो गाइस अर्को पनि जाल। केटो रेडी, मुखमा डोरी चेपेर। हान्यो हान्यो केटोले, सही हान्यो।
जाडो कतिको छ? जाडो कतिको छ जाडो? गयो केटो पानीमा। सही सही यता यसले फेरि अर्को हामी सबै बिग्रियो क्या हो? ल ठिक छ। केटाहरूले चाहिँ भयङ्कर भयङ्कर ठाउँमा जाल हान्दैछ गाइस। जस माछा पर्छ होला गाइस। केटाहरू चाहिँ यहाँबाट अलिक अन्डरवेयरमै छ, त्यही भएर यहाँबाट पारी तर्नु मिल्छ। म चाहिँ तर्नु मिल्दैन, पेन्टमा छु, त्यही भएर म यताबाट जान्छु। यता खोलाबाट तर्नु मिल्दैन, त्यही भएर म यता उँभोबाट जान्छु। एकदम अप्ठ्यारो छ बाटो। ओहो बबाल रहेछ त बाटो त, यस्तो झाडीको बिचमा। ए केटोले पारी हान्दैछ, यसले यता फेरि जाल मिलाउँदैछ हान्नलाई। गयो केटो गयो। गाइस यहाँ चाहिँ हाम्रो केटोले भेस्ट खोलिसक्यो होइन, तर यहाँ चाहिँ माछा फिक्स पर्छ कि, फिक्स हो फिक्स। यहाँ चाहिँ यस्तो हरियो देखिन्छ, ग्रिन कलरको पुरै हरियो देखिन्छ, अलिक गहिरो गहिरो भएर हो कि के भएर हो, यहाँबाट फिक्स निस्किन्छ। कम्मर कम्मर पानी आइपुग्छ गाइस, हेर्नु। जस केटोले हानो मिलाएर हान्ने, मिलाएर यहाँबाट चाहिँ निस्किनु पर्यो। थोरै गहिरो छ त्यहाँदेखि गाइस पानी। पौडी खेल्दैन एक दुई लट। केटो सुरु गर। हान्छ केटाहरूले। यहाँ नि खतरा हरियो छ, आम्मा हरियो। यहाँ ओ यहाँ कतिको गहिरै होला है यहाँ। सो गाइस अब चाहिँ हामी चाहिँ धेरै माथि आइसक्यौँ होइन, अघिको भन्दा 1 घन्टा माथि नै हिँडिसक्यौँ। अब तर आधा मात्र हुँदैछ भर्खर, धेरै माथि हो। ल मामा ए जाल हान्नु। हजुर कहाँ कसले हान्दैछ? यहाँ बस्नुहुन्छ तपाईँ कि के हो? ए गाइसमा चाहिँ यस्तो बबाल ढुङ्गामा आएको छु नि, यतिमा अग्लो छ नि यो ढुङ्गा, यति ठुलो बन्छ नि, हेर्नु त यस्तो ठुलो छ। आम्मा टक्क खेतको बिचमा छ कि क्या बबाल ठाउँ छ, यति ठुलो छ, देखिरहनु भयो होला है। बबाल छ, ठुलो छ, क्या बबाल। क्या यहीँ टेन्ट लाएर बस्दिनु मन लाग्छ त। सही छ ढुङ्गा चाहिँ सही। सो गाइस तलबाट अलिकति उ आएपछि चाहिँ मैले यो चिज भेटेँ क्या। यो धेरै चिन्नुहुन्छ कि चिन्नुहुन्न? यसलाई चाहिँ ढडिया भन्छ। ढडिया यहाँ पनि रहेछ। यसको काम चाहिँ के हो भने पा थाप्ने हो। पा भन्नाले भ्यागुतै हो, तर भ्यागुताको अर्कै जात हो। अनि पा त्यो भ्यागुता भन्दा चिन्नुहुन्न भने मेरो पुरानो भिडियो हेर्नु, पुरानो भिडियोमा छ म जङ्गल गएर पाहाड समातेको। यसको नि काम चाहिँ त्यही हो, यस्तोमा अटाउँछ अनि त्यहाँ पा आफै यहाँ आएर फस्छ, त्यही हो। यसलाई चाहिँ ढडिया भन्छ है गाइस। त्यसै रुक न, एउटा कुरा भन्छु नताती है, तल्लोमा लडेर चिक्ने यही भएको थियो नि। सो गाइस यो सेल्फी स्टिक चाहिँ यसको हो होइन, अनि यो चाहिँ मैले भाँचे रोक्नु म देखाउँछु। सो गाइस मैले चाहिँ यो भाँचेको कि यो तल्लोमा ब्ल्याङ्ग लडे, क्यामेरा अफ थियो नत्र लडेको देख्नुहुन्थ्यो होइन। जस्तो ब्ल्याट भाँचेर ब्ल्याङ्गै लडिहाल्यो यो, यस्तो यस्तो माथि तल माथि माथि तल माथि तल हुन्थ्यो, ब्ल्याट भाँचिदिएको। सो गाइस अब चाहिँ हामीले चाहिँ होइन यहाँ अन्तिम लास्ट जाल हालेर अनि अब चाहिँ हामी चाहिँ घर हिँडेको। यसले क्यामेरा अन गरेर छ, खतरा छ क्यामेरा, खतरा देखिरहेको छ। यहाँ लास्ट जाल हाल्यौँ, अब भोलि बिहान आउँछौँ हामी माछा हेर्नु कतिको परेन भनेर, त्यही हो। गाइस आज चाहिँ हामी हिजो राति जाल हानेको थियौँ, अनि आज बिहान चाहिँ अब हामी खोलाइसक्यौँ। सायद अब चाहिँ 6:30 चाहिँ भयो होला होइन, खोलाइसक्यो। अब चाहिँ हामी जाल निकाल्ने कार्यक्रम सुरु गर्छौँ होइन, हेर्दै गर्नु होला। अब त्यहीँबाट जाल हालेको छ, अब निकाल्नु सक्छौँ हामी जाल। कतिको पर्ला जस्तो छ ओइ?
गाइस हाम्रो केटो चाहिँ गइसक्यो होइन छैन परेन छ गाइस हामीले चाहिँ यति धेरै जाल निकालिसक्यो मेट्रोमा एउटा पनि माछा परेको छैन त्यहाँ पनि परेन छ गाइस हाम्रो केटोले चाहिँ यतापट्टिको फर्स्ट माछा निकालिसक्यो उतापट्टि अर्को केटोले चाहिँ अघि नै निकालेको होइन यस्तरी परेछ माछा चाहिँ उता निकाल्यो गाइस ल ठिक छ यहाँ यत्रो ठिकको निकालेछ गाइस यहाँ चाहिँ हाम्रो सेकेन्ड माछा पनि निस्किसक्यो होइन यत्रो चाहिँ सेकेन्ड माछा गाइसले चाहिँ केटोले माछा निकाल्दैछ है धेर त परेको छैन 2-3टा मात्र हो यो पनाउँदियो कि यसको थोडा हेरेर माछा परेन मेरो लारो हनमा चिक्ने खाते मुजी रन्डे यो यस्तो गाली बोल्ने केटाहरू छ अनि माछा पर्छ त हेर मेरो के भन्छ यो भिडियोमा नरेले त्यसरी हाल्छ त्यो भिडियो गाइस फेरि लक्क निस्क्यो है गाइस हाम्रो टोटल माछा चाहिँ यति नै हामीले भुलेछौँ कि हिजो भन्नाले आज चाहिँ फुल मुनको दिन रहेछ अनि फुल मुन हुँदा चाहिँ माछा पर्दैन कि माछाले पुरै जाल देख्छ अनि त्यही भएर यति मात्र छ जाल चाहिँ जम्मा कति 60वटा जति थियो होला तर यति नै हो परेको चाहिँ चाहिँ घर जानलाई गाइस माछा प्याक हुँदैछ केटोले माछा प्याक गर्दैछ साह्रो चित्तै बुझेन है हो भने यार पुरै आज त पूर्णिमाको रात थियो त्यो भएर माछा मरेन रातमा यो गोठमा चाहिँ आगो तापेर अब आगो तापी माने अलिकति जिउ तातो बनाएर अब चाहिँ घर जाँदैछौँ एकदम जाडो छ भयङ्कर छ जाडो जस गोठ नि सही छ कि यता पुरै खेत छ यहाँ गोठ छ त्यहाँ खोला छ यहीँ बस्ने त्यो मामा र बाजे चाहिँ अब चाहिँ गइन्छ खोला हो हस् त आजलाई यति नै भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँलाई।